प्लिज 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 साँच्ची नै आफ्नै बच्चा ठानेर नै यो केसलाई ह्यान्डल गर्नु होला र हामीलाई साँच्ची नै न्याय चाहिएको छ 3 वर्ष भनेको त अति भएन र अति भएन यस्तो बेला बालेनले केही भन्दा भए र मलाई चाहिँ त्यही लाग्छ है उहाँ त प्राइम मिनिस्टर होइन र ही कुड हेभ सेड समथिङ केही त भन्नु पर्थ्यो उसले त छोटो कपडा लगाएको थियो उसको त बोल्ने शैली यस्तो थियो उसको त यस्तो देखिएको थियो छोटो कपडा भएर के त नि तिमी आफूलाई सम्हाल्न सक्दैनौ तिमी आफ्नो गीत नजिरलाई सम्हाल्न सक्दैनौ तिमीले किन अर्काको शरीरमा छुन पर्ने होइन र समाज पनि त्यही छ अब घर जानु छ हामीलाई डर लाग्छ के हुनसक्छ मलाई बसमा भयो मतलब यति नर्मल भइसक्यो नि यो कुराहरू हरेक केटीहरूलाई तपाईँ सोध्नु होइन उनीहरूले हजुर भएको छ म मक एक्जाम दिन जाने बेला मलाई बसमा त्यस्तो भएको थियो हरास गरेको थियो मतलब तपाईहरू हरेक महिलालाई सोध्नु होइन यो एकदमै घिनलाग्दो विडम्बना हो होइन हरेक महिलालाई सोध्नु उनीहरूले त्यो एक्सपिरियन्स गरेकै छ उनीहरू हरास भएकै छन् र कहिलेसम्म चाहिँ यो के निर्मला उहाँले अहिलेसम्म न्याय पाउनु भएको छैन र मलाई चाहिँ के पनि लाग्छ भने हाम्रो समाज पनि कस्तो हिपोक्रेट कस्तो मतलब जे कुरामा पनि महिलाकै मात्रै गल्ती देख्ने जस्तो लाग्छ अस्ति जब इनिसाको त्यस्तो भयो नि तब पनि बोयफ्रेन्ड थियो त्यही भएर ऊ यतिकै गयो अनि अभियसली भइहाल्छ नि त्यस्तो भन्ने हो त बोयफ्रेन्ड थियो उसलाई कसले कन्सेन्ट दियो उसलाई कसले राइट दियो उसको बडीमा त्यस्तो गरेर उसलाई मार्न कि उसको जीवन छैन उसको के हक छैन लाइफ बाँच्न हामी सबैको के एउटा महिला भएर हाम्रो के हक छैन डर बिना बाँच्न त्रास बिना बाँच्न होइन आज बसमा म यसरी बसेँ भने म सुरक्षित हुन्छ होला मैले मेबी म सानैदेखि के सोच्थेँ भन्दाखेरि म चाहिँ एउटा ढुङ्गा चाहिँ बोक्छु मलाई कसैले केही गरिहाल्नु नि म त्यस्तो गर्छु म त्यसलाई प्राइभेट पार्टमा हाल्छु भनेर म आफूलाई त्यसरी बिल्डअप गर्नुपर्थ्यो क्या सानैदेखि म चाहिँ सोच्छु न नेपालको कन्टेक्स्ट नेपालको जुन सर्कमस्टान्स कति चाहिँ गिरेको छ र सरकारले के गर्नु पर्यो भन्दाखेरि यो यति केसेसहरू आएको छ यो डेली नै घट्ने घटना हो क्या यो प्लिज बी अकाउन्टेबल हजुरको छोरी भए भए हजुर यस्तो गर्नुहुन्थ्यो होला त हुँदैन थियो नि त मतलब अकाउन्टेबल भन्नु हजुर हामीले हजुरलाई विश्वास गरेर हजुर यो स्थानमा हुनुहुन्छ नि त अहिले हजुर त एउटा राज्यको प्रधानमन्त्री पो हो त गृहमन्त्री पो हो त हजुरले जे सक्नुहुन्छ गर्न ताकि यो फ्युचरमा पनि यस्तो केसेस कहिले नआओस् प्लिज त्यस्तो गर्नुहोस् उसले न्याय पाउनै पर्छ त्यो 3 वर्षको बच्चाले बिचरा उसलाई पनि त उसलाई के फिल भयो होला जब ऊमा त्यस्तो भइरहेको थियो असल्ट जब उसको आँखा निकालियो जब त्यो 3 वर्षको बच्चा सोच्नु न त्यही भएर प्लिज तपाईँहरूको आफ्नै बच्चा नै त हो नि होइन र मेरो नेपाली ऊ मेरो आफ्नै बहिनी हो होइन र म त निशब्द छु किनभने उहाँहरूले आफ्नो एउटा छोरी गुमाउनु भएको छ एउटा सन्तान गुमाउनु भएको छ के सपनाहरू सजाएर यो छोरीले मेरो छोरीले यो भन्ला मेरो छोरी यस्तो होली मेरो छोरी ठुलो भएपछि यस्तो भएको म हेर्छु होला अब अर्को बर्थडे यसरी मनाउने होला तिमीलाई म त्यो फन पार्कमा यसरी खेलाउँछु होला भनेर सानो सानो सपनाहरूको महल बनाउँदै कति सपना सजाउनु भएको होला म के भन्न सक्छु भने आइ एम सो सरी द्याट ऊ नेपालमा जन्म्यो आइ एम सो सरी द्याट हजुरहरू एउटा नेपालको सिटिजन हो प्लिज 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 सरकारले चाहिँ एकदमै कडा सजाय दिएको भए हुन्थ्यो एकदमै कडा सजाय दिए हुन्थ्यो र एटलिस्ट त्यो भयो भने चाहिँ उहाँहरूको मन राहत हुन्छ होला कि किनभने त्यो एम्प्टीनेस त जहिलेको लागि हुन्छ नि त एउटा छोरी नभएको म चाहिँ के भन्न चाहन्छु भने आफूलाई बलियो राख्नुहोस् गरिमा चौधरी जो चाहिँ जम्मा 3 वर्षको नानी होइन जसलाई चाहिँ त्यसरी निर्ममपूर्वक हत्या गरियो र त्यति मात्र नभएर बलात्कार गरियो उसको लागि चाहिँ हामी आवाज उठाउनको लागि दीप प्रज्वलन गरेर उनको त्यो चिर आत्मालाई चाहिँ शान्ति मिलोस् भनेर चाहिँ आज हामी यहाँ उपस्थित भएको हो हामी चाहिँ एउटा बारेमा सम्बन्धित निकायलाई के भन्नुहुन्छ तपाईँहरू यहाँ आन्दोलन गर्दै गर्दा प्रधानमन्त्री बालेन शाह मुस्ताङतिर चाहिँ आफ्नो निजी भ्रमणमा हुनुहुन्छ के भन्नुहुन्छ अब यो आन्दोलन गरिराख्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो आवाज यहीँसम्म मात्र नदबियोस् हामीले आवाज उठाएको छौँ त्यो आवाज चाहिँ सरकारले सुनोस्
सरकारले कसरी सुनोस् भन्दाखेरि अब इन्भेस्टिगेसनहरू त सुरु गरिसक्नुभयो, त्यो हाम्रो लागि प्लस पोइन्ट हो। तर के छ भन्दाखेरि अझ पनि हेर्ने हो भने गोल्डन आवर इन्टरप्रिटेसन नै लगाइँदैन क्या। त्यो भनेको चाहिँ गोल्डन आवर इन्भेस्टिगेसन भन्नाले क्राइम हुनुभन्दा अगाडि पनि हामी सचेत हुनु पर्यो नि त। हाम्रो चाहिँ कस्तो खालको बानी छ भन्दाखेरि केही पनि अपराधहरू घट्यो त्यसपछि बल्ल अनि हामी एक्सन लिन जान्छौँ क्या, जुन चाहिँ हाम्रो एकदम नराम्रो कल्चर हो जस्तो लाग्छ है मलाई आफैलाई पनि। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि पहिलेदेखि प्रिभेन्ट हुनु पर्यो क्या। जस्तै अब त्यो बहिनीको केसमा पनि ऊ हरायो भनेर यदि सूचना दिएको छ भने त्यो चाहिँ प्रहरीहरूको जिम्मा के हुन्छ भन्दाखेरि, सरकारको जिम्मा के हुन्छ भन्दाखेरि त्यो नानीलाई जसरी पनि खोजिहाल्ने, एकदमै 24 आवरभित्र 24 आवरभन्दा नि अहिले अगाडि नै जसरी पनि सोर्स फोर्स लगाएर भए पनि खोजिहाल्ने भन्ने चाहिँ कस्तो हुन्छ भन्दा त्यो दायित्व हुन्छ क्या, जुन चाहिँ पुरा गरिएन सायद। त्यो कारणले गर्दा यो घटना घट्यो होइन। यो घटना घट्दाखेरि अझ पनि मलाई आफैलाई पनि मेरो आफ्नो बहिनीहरूलाई सम्झिन्छु क्या। मलाई एकदमै धेरै त्यो जिउने कामी रहन्छ, मेरो मुटु कामी रहन्छ। त्यो जब 3 वर्षको बहिनीलाई चाहिँ त्यस्तो निर्ममपूर्वक हत्या गरियो, त्यति मात्र नभएर उनको आँखा निकालियो, उनको जिब्रो काटियो। त्यो जब 3 महिनाको बच्ची जसलाई चाहिँ भर्खरै क ख ग घ के हो भनेर सिक्दै थिइन्, भर्खरै एबिसिडी के हो भनेर सिक्दै थिइन्, जसलाई चाहिँ यो रेपको आर भनेको पनि थाहा छैन क्या। त्यस्तो व्यक्तिलाई गएर चाहिँ त्यस्तो व्यक्तिमा चाहिँ त्यो अपराधीहरूले के देखे, त्यो हो एउटा प्रश्न चाहिँ। अनि म सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि यस्ता खालका व्यक्तिलाई एकदमै धेरै त्यो सजायमा छुट दिने, यो आम माफी दिने जस्ता कार्यहरू चाहिँ प्लिज नगरिदिनु होला। सरकारलाई मैले आफै पर्सनली भन्न चाहन्छु, जसले चाहिँ मृत्यु कसैलाई मारेको छ भने त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि डाइरेक्टली उसलाई चाहिँ आम माफी दिएर रिहाई गरिदिने जस्ता कार्य प्लिज नगरिदिनु होला। किनकि तपाईँहरू त्यो पीडित जो हुनुहुन्छ उहाँको मर्म पनि बुझ्नु होला, पीडितको ठाउँमा बसेर आफूलाई चाहिँ हेर्नु होला, एनालाइज गर्नु होला। अनि मात्र चाहिँ के हुनसक्छ भन्दाखेरि हाम्रो यो राष्ट्र बन्न सक्छ। अनि मात्र यस्ता खालका यो रेप नहुन सक्छ। यस्ता खालका रेपहरूलाई चाहिँ हामीले प्रिभेन्ट गर्न सक्छौँ। यो कुरामा चाहिँ सरकार एकदमै धेरै, सरकारको दायित्व भनेकै के हो भन्दाखेरि यस्ता खालका गरिमा जस्ता यी साना नानी, सरकार त एउटा गार्जेन पनि हो क्या, हाम्रो पनि गार्जेन हो होइन, नट ओन्ली हाम्रो, तर त्यो नानीको त झन् ठुलो गार्जेन हो क्या। आफ्नो आमा बाउ पछिको गार्जेन भनेकै सरकार हो भनेर हामीले भनिराख्दाखेरि सरकारले नै यस्तो खालका कार्यहरू चाहिँ रोक्न सकेन भने हामी चाहिँ कोबाट गएर आवाज उठाउने? कोही छैन नि त हाम्रो त होइन। हामीले आवाज उठाउने भनेको सरकारलाई नै हो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ प्लिज सरकारलाई मैले के भन्न चाहन्छु भन्दाखेरि अकाउन्टेबल हुनु पर्यो क्या। यस्ता खालका कार्यमा अगाडिदेखि नै प्रिभेन्टिभ मेथडहरू युज गर्नु पर्यो, सो द्याट के यस्ता खालका घटना घट्दै नघटोस् न। अब फेरि त्यो आमा रुनु नपरोस्, फेरि त्यो दिदी फेरि कराउँदै न्यायको लागि माग गर्दै हिँड्न नपरोस्। जसरी आज हामी यहाँ माइतीघर मण्डलामा चाहिँ उपस्थित भएको छौँ, यसरी चाहिँ हामी कसैको लागि पनि यो अरूको त्यो ज्यानको लागि, अरूको जस्टिसको लागि चाहिँ हिँड्नु नपरोस्। सरकारले आफै नै यो सुनिश्चित गर्दोस् न सुरुदेखि नै। हजुर, अब गृहमन्त्रीज्यूले हामी एकदम चाहिँ गम्भीर छौँ यो विषयमा होइन, फाँसी दिन मिल्दैन, संविधानले छेकेको छ भन्नुभयो, कस्तो लाग्यो? अब यो कुरालाई हेर्ने हो भने चाहिँ अब म तपाईँहरू जस्तै सामान्य खालको व्यक्ति जो चाहिँ अब कानुन नपढेको भए चाहिँ मैले के भन्थेँ भन्दाखेरि फाँसी दिनुपर्छ भन्न सक्थेँ होला, तर यो कुरालाई चाहिँ हामीले विचार गर्नुपर्छ क्या। हाम्रो संविधानको धारा 16ले नै के भन्छ भन्दाखेरि सम्पूर्णलाई चाहिँ बाँच्न पाउने अधिकार छ। त्यस कारणले गर्दाखेरि यो फाँसी चाहिँ दिन हुँदैन, कसैलाई पनि क्यापिटल पनिसमेन्ट चाहिँ दिनु हुँदैन भन्ने विषय जस्तो कुराहरू राखिएको छ। त्यस कारणले गर्दा म चाहिँ के भन्छु भन्दाखेरि तपाईँले जस्तै एउटा कोही क्रिमिनल भयो, तपाईँले उसलाई फाँसी दिनुभयो भने उसलाई त तपाईँले एउटा के गराइदिनु भयो भन्दा सजिलो पारिदिनु भयो जस्तो लाग्छ क्या मलाई त। अब फाँसी दिने बित्तिकै उसलाई त अब न दुख्छ न केही हुन्छ होइन, न उसलाई केही रियलाइज हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ फाँसी पहिला थियो, 2047 सालभन्दा अगाडि फाँसीको सजाय थियो, तर पनि के अपराध घट्न छोड्थ्यो त छोड्दैन नि त। त्यस कारणले गर्दाखेरि चाहिँ अब कतिपय केसमा चाहिँ फसाउने केस पनि हुन्छ होइन। हामीले त्यस कारणले गर्दाखेरि यो हरेक कुराहरूलाई हेरेर फाँसी चाहिँ दिनु हुँदैन भन्छु म आफै पनि। फाँसी दिनु भनेको सल्युसन होइन, तर फाँसी नदिकन त्यो व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरेर एउटा हाम्रो चाहिँ के पोलिसी छ भन्दाखेरि डिटेरेन्स थ्योरी भन्ने छ क्या। त्यस कारणले गर्दाखेरि उसलाई चाहिँ एकदम त्यो भयपूर्वक बनाउनको लागि, डर सृजना गर्नको लागि चाहिँ त्यो उसलाई फाँसी नदिकन केही कारबाहीहरू चाहिँ गरिदिनुपर्छ क्या सरकारले। त्यस कारणले गर्दा अब हामीले हरेक कुरा चाहिँ के सोच्नुपर्छ भन्दाखेरि यो हाम्रो मुद्दाको एउटा विशेष प्रक्रियाहरू हुन्छ।
एकैचोटि हामीले चाहिँ अब उसलाई त्यो मान्छेलाई समातेर सजाय जन्म कैद गरिदिने भन्ने हुँदैन। त्यस कारणले गर्दा त्यसको प्रपर इन्भेस्टिगेसन हुँदैछ। तर पनि यो कुरालाई चाहिँ फेरि निर्मला पन्तको हत्याकाण्ड जस्तो नगरियोस्, निर्मला पन्तको जस्तो केसलाई नदबाइयोस्। यो कुराहरूलाई चाहिँ एकदमै सरकारले संवेदनशील रूपमा लियोस् र सरकारले आफै पनि आफ्नो सोर्स फोर्स लगाएर हुन्छ कि सम्पूर्ण कुराहरू लगाएर हुन्छ कि त्यो गरिमा बहिनी जो चाहिँ 3 वर्षकी मात्र थिइन् उनलाई चाहिँ चाँडोभन्दा चाँडो न्याय दियोस्। हाम्रो माग भनेको चाँडो न्याय पाओस् हो। र अर्को भनेको चाहिँ फेरि यस्ता घटना फेरि नघटोस्। अब यो भनेको चाहिँ लास्ट केस होस्। प्लिज म चाहिँ के आग्रह गर्न चाहन्छु सरकारलाई भन्दाखेरि अब यो गरिमा चौधरी जस्ता केस चाहिँ फेरि पनि प्लिज नघटोस्। अब फेरि त्यो गरिमा नजन्मियोस्, फेरि त्यो निर्मला पन्त नजन्मियोस्, फेरि त्यो इनिसा विक नजन्मियोस्। अब चाहिँ हामी सम्पूर्णले प्लिज के चाहिँ सुनिश्चित गरौँ भन्दाखेरि यस्ता खालका कार्य चाहिँ घट्दै नघटोस् क्या। नेपालमा चाहिँ अब यो खालको यो बलात्कारको मुद्दा सुन्न नपरोस्। म चाहिँ त्यही आग्रह गर्छु सरकारलाई पनि। कतिको आशावादी हुनुहुन्छ सरकार अहिले जस्तो चाहिँ नि एकदम रुचाइएको प्रधानमन्त्री गृहमन्त्री हुनुहुन्छ, तपाईँहरू चाहिँ न्याय पाउँछ भनेर कतिको आशावादी हुनुहुन्छ? अब आशावादीकै कुरा गर्ने हो भने चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि अब हुन चाहिँ अब अहिलेको सरकार पहिलाको सरकारले जस्तै निर्मला पन्तको जुन मुद्दा भएको थियो त्यो मुद्दामा चाहिँ सजिलै दबाइदियो नि त होइन। अहिलेसम्म हामीलाई को अपराधी हो भने थाहा छैन क्या। निर्मला पन्तको केस कति भयो? लगभग 10-12 वर्ष बेसी भइसक्यो। तर पनि उसको केसमा चाहिँ अब कसले के गरेको हो, को चाहिँ सजायको भागीदार हुनुपर्छ भन्ने जस्तो कुरै छैन क्या। अझ प्रमाणहरू पनि मेटाइएको छ होइन, अनुसन्धान नि राम्ररी गरिएको थिएन। त्यो कारणले गर्दाखेरि चाहिँ सरकार पनि यो कुरामा चाहिँ अब के नहोस् भन्दाखेरि यदि उसको आफ्नै मान्छेले यस्तो खालका घटना गरेको छ भने चाहिँ उसको आफ्नो मान्छेलाई बचाउने खालको प्रयास चाहिँ नगरोस्। सबैजना सरकार भनेको हाम्रो अभिभावक हो, अभिभावक कहिले पनि गलत हुँदैनन्। त्यस कारणले गर्दाखेरि चाहिँ सरकारमा म के आशावादी छु भन्दाखेरि सरकारले अवश्य पनि इन्भेस्टिगेसन अलि चाँडो रूपमा सुरु गर्नुहुन्छ होला। इन्भेस्टिगेसन त सुरु भइसक्यो तर पनि त्यो न्याय दिलाउनेदेखि लिएर होइन अनि बहस गरेर त्यही अनुसार चाहिँ को चाहिँ अभियुक्त हो भनेर त्यो चाहिँ कुराहरू चाहिँ चाँडै गर्नुहुन्छ जस्तो लाग्छ। अझ हाम्रो के छ भन्दाखेरि इनोसेन्स अन्टिल प्रुभन गिल्टी भन्ने जुन कानुन छ त्यो कानुनलाई पनि मध्यनजर गरेर अनि त्यति मात्र नभएर चाहिँ जसले क्राइम गरेको छ त्यसलाई चाहिँ कडाभन्दा कडा सजाय होस्। अर्को म एउटा के माग गर्छु भन्दाखेरि त्यो जो चाइल्ड पर्पिटेटर थियो जसले चाहिँ क्राइम गरेको थियो होइन उसलाई चाहिँ त्यो सजायहरू मिटिगेट हुने जस्तो छ क्या। हाम्रो जुन कानुनमा चाहिँ 16 वर्ष 17 वर्ष छ भनेपछि उसलाई चाहिँ कानुनले के भन्छ 2/3 मात्र पनिसमेन्ट दिनुपर्छ। अरू रेपको जुन पर्पिटेटरहरूलाई दिएको जसरी भन्ने छ त्यस्तो चाहिँ नहोस्। म चाहिँ के माग गर्छु भन्दाखेरि त्यो व्यक्तिलाई पनि कडाभन्दा कडा सजाय होस्। किन भन्दाखेरि उसलाई यदि उसलाई क्राइम गर्नलाई चाहिँ दिमाग हुन्छ, सोच हुन्छ भने उसलाई चाहिँ अब त्यो के अरे यस्तो खालको पनिसमेन्ट दिन पनि हामीले चाहिँ सोचेर त्यही अनुसार चाहिँ दिनुपर्छ होइन। म चाहिँ यही माग गर्न चाहन्छु र यो पालिको सरकारमा चाहिँ मलाई अलिअलि आशा चाहिँ छ। त्यो आशा मेरो मर्न नदिनुहोस् भनेर म आग्रह पनि गर्न चाहन्छु। मेरो नाम सुप्रभा कार्की, म अहिले 18 वर्षको भएँ। हजुर, अब अहिले यो गरिमा चौधरीको जुन विभत्स तरिकाले घटना घटेको त्यो विषयमा के भन्नुहुन्छ तपाईँहरू माइती घरमा अघिदेखि आउनु? मलाई चाहिँ के लाग्छ भने होइन फर्स्टमा चाहिँ म के भन्न चाहन्छु भने मलाई चाहिँ अहिले चाहिँ सरकार नै कस्तो अकाउन्टेबल नै छैन जस्तो फिल भइरहेछ। किनभने अहिले हामीले भर्खर एउटा न्युज सुन्यौँ बालेन भर्खर मुस्ताङ ट्रिपमा जानुभयो होइन। अब त्यस्तो कसैलाई नै नहोस् तर त्यो आफ्नै छोरीमा बित्दाखेरि यस्तो हुन्थ्यो होला त रेस्पोन्स। मतलब हामीले त उहाँलाई भोट गरेर उहाँ एउटा प्राइम मिनिस्टर हुनुभएको छ नि त होइन। उहाँले त होल एउटा देशको जिम्मा लिनुभएको छ नि त होइन। आई डोन्ट नो मैले यस्तो भन्न मिल्छ कि मिल्दैन तर उहाँ यस्तै चिल गर्ने नै हो भने त हि कुड हेभ बिन जस्ट इन्जिनियर नै त होइन। र उहाँले प्राइम मिनिस्टर हुनुभएको छ भने त उहाँमा जिम्मेवारी छ नि त। उहाँले यो जिम्मेवारीको बोध गरेर एटलिस्ट केही त भने भए हुन्थ्यो। स्ट्याटसहरू लेख्नुहुन्छ तर खोइ आई डोन्ट नो मैले चाहिँ खासै केही पनि देखाएको छैन। उहाँले केही त बोल्नुपर्छ। 3 वर्षको बच्चा 3 वर्ष पनि नपुगेको एउटा नानी जसले अहिलेसम्म लाइफ देखेको छैन, उसलाई थाहा छैन जीवन भनेको के हो। त्यो 2जना अपराधीहरूले उसको शरीरमा त्यो चुरोटको डामहरू त्यसरी गर्दा उसको आँखा निकाल्दा उसलाई के फिल भयो र उसको कति नै चाहिँ शरीर
डेभलप भएको छ र कति नै चाहिँ डेभलप भएको छ र उसले त अहिलेसम्म के छ संसार, के हो यो, के हो राम्रो, के नराम्रो, केही बुझेकै नै छैन। ऊ त एउटा निश्चल मनले खेल्न गएको थियो होला, तर उमा के भयो र यस्तो हुँदाखेरि सरकारले कसरी चुप लाएर बस्न सकिरहेछ, कसरी चुप लाएर बस्न सकिरहेछ भन्छु क्या म त। किनभने तपाईँहरू आफै भन्नु न, हजुरको आफ्नै छोरीलाई त्यस्तो भाव भए, सरकारको मान्छेको आफ्नै छोरीलाई त्यस्तो भाव भए उहाँहरू यसरी बस्नुहुन्थ्यो? आफै यसरी बस्नुहुन्थ्यो? उहाँहरू बस्नुहुन्न थियो नि। उहाँहरूले मतलब नेपाली यो जुन बच्चाहरूले उहाँहरूले त आफ्नो ठान्नु भएन नि त। अब घटिसक्यो होइन, अनि दोषीहरूलाई पक्राउ गरिसक्यो। तपाईँहरूको माग के छ आज? तपाईँ माग के छ भने कडाइभन्दा कडा सजाय होस्। महिला र पुरुष भन्ने बित्तिकै एउटा भिन्नता छ कि हामीलाई भएछ अब घर जानु छ, हामीलाई डर लाग्छ के हुनसक्छ, मलाई बसमा भयो मतलब यति नर्मल भइसक्यो नि यो कुराहरू। हरेक केटीहरूलाई तपाईँ सोध्नु होइन, उनीहरूले हजुर भएको छ। म मक एक्जाम दिन जाने बेला मलाई बसमा त्यस्तो भएको थियो, हरास गरेको थियो। मतलब तपाईँहरू हरेक महिलालाई सोध्नु होइन, यो एकदमै घिनलाग्दो विडम्बना हो होइन। हरेक महिलालाई सोध्नु, उनीहरूले त्यो एक्सपिरियन्स गरेकै छ, उनीहरू हरास भएकै छन्। र कहिलेसम्म चाहिँ यो के निर्मला उहाँले अहिलेसम्म न्याय पाउनु भएको छैन। र मलाई चाहिँ के पनि लाग्छ भने हाम्रो समाज पनि कस्तो हिपोक्रेट, कस्तो मतलब जे कुरा पनि महिलाकै मात्रै गल्ती देख्ने जस्तो लाग्छ। अस्ति जब इनिसाको त्यस्तो भयो नि, तब पनि बोयफ्रेन्ड थियो त्यही भएर ऊ यत्तिकै गयो अनि अभियसली भइहाल्छ नि त्यस्तो भन्ने हो त। बोयफ्रेन्ड थियो, उसलाई कसले कन्सेन्ट दियो, उसलाई कसले राइट दियो उसको बडीमा त्यस्तो गरेर उसलाई मार्न? कि उसको जीवन छैन, उसको के हक छैन लाइफ बाँच्न? हामी सबैको के एउटा महिला भएर हाम्रो के हक छैन डर बिना बाँच्न, त्रास बिना बाँच्न? होइन आज बसमा म यसरी बसेँ भने म सुरक्षित हुन्छ होला। मैले मेबी म सानैदेखि के सोच्थेँ भन्दाखेरि म चाहिँ एउटा ढुङ्गा चाहिँ बोक्छु, मलाई कसैले केही गरिहाल्यो भने म त्यस्तो गर्छु, म त्यसलाई प्राइभेट पार्टमा हाल्छु भनेर म आफूलाई त्यसरी बिल्डअप गर्नु पर्थ्यो क्या सानैदेखि। म चाहिँ सोच्छु न नेपालको कन्टेक्स्ट, नेपालको जुन सर्कमस्टान्स कति चाहिँ गिरेको छ। र सरकारले के गर्नु पर्यो भन्दाखेरि यो यति केसेसहरू आएको छ, यो डेली नै घट्ने घटना हो क्या। यो डेली नै कसैलाई नै नघटेको होइन होला, यो सबैलाई नै घट्छ यस्तो घटना। मन्त्रीले भन्नुभएको छ अब फाँसी दिन मिल्दैन, फाँसी दिन नमिलेन पनि मलाई चाहिँ म मेरो धारणा सेयर गर्छु है। मेरो छोरी भए चाहिँ त म त त्यसलाई मारेर म त्यसलाई त तडपाई नै मार्न खोज्थेँ होला कि म एउटा पावरफुल पोजिसनमा भए मैले बुझेँ एउटा सेन्समा फाँसी गर्न मिल्दैन किनभने इनोसेन्ट मर्यो भने होइन। तर अब त हामीलाई थाहा छ नि त यो दुईजना हो भनेर। त्यो 16 वर्षको बच्चाले कसरी उसले सक्यो त्यो 3 वर्षको नानीको जीवन लिन? कसरी सक्यो उसले? मतलब हाउ कुड ही डु द्याट? मतलब उसको दिमाग भनेपछि नेपाल कतिसम्म गइ गुज्रेको छ त बुझ्नुभयो नि। एउटा 16 वर्ष धेरै नै हजुरलाई त्यस्तो लाग्दैन? हजुरहरू अभिभावक हुँदा पनि हजुर आफ्नो छोरीहरूलाई र छोराहरूलाई गर्ने व्यवहार नै भिन्न हुन्छ होला नि त। छोरीहरू होइन राति हिँड्न पाउँदैन र हामीलाई पनि त राइट छ होला नि त होइन? र जति जे भन्यो नि जति इक्वालिटी भए पनि यसको दोषी चाहिँ को? अब राज्य सत्ता यसको दोषी कानुन फितलो भएर हो कि? हजुर यो सबै नै हो। मलाई चाहिँ समाज पनि त्यस्तै लाग्छ। समाज पनि नारीलाई हल्का केही हुन पाएको छैन। उसले त छोटो कपडा लगाएको थियो, उसको त बोल्ने शैली यस्तो थियो, उसको त यस्तो देखिएको थियो। छोटो कपडा भएर के त नि? तिमी आफूलाई सम्हाल्न सक्दैनौ? तिमी आफ्नो गिद्ध नजिरलाई सम्हाल्न सक्दैनौ? तिमीले किन अर्काको शरीरमा छुन पर्ने होइन र? समाज पनि त्यही छ। सरकार, समाज, जनता, हामी जनता पनि खै अब डिफ्रेन्स हेरौँ न। त्यहाँ उहाँहरूको बेबी, उहाँहरूको परिवारलाई कस्तो गुज्रेको छ होला होइन? अब राज्य सत्ता सरकारै सचिने हो त? अब संविधान संशोधन गर्ने हो कि होइन? अब भागीरथी भट्ट, निर्मला पन्त, अघि इनिसा विकको कुरा पनि आयो। स्वयं अहिले 3 वर्षको नानी गरिमा चौधरी मारिनु पर्यो, बलात्कृत हुनु पर्यो। अब के संविधान संशोधन गर्नु पर्यो सरकार राज्यले? हजुर मलाई चाहिँ के लाग्छ भने जे गर्दाखेरि दोषीले सजाय पाउँछ। कस्तो
कस्तो खाले कन्स्टिट्युसन कस्तो खाले नियमहरू हामीले ब्रटअप गर्दाखेरि चाहिँ त्यो दोषीहरूले रियलमै सजाय पाउँछ किनभने हेर्नु न हाई प्रोफाइलको मान्छेहरूले त त्यस्तो गर्यो भने उनीहरू छोडिने हुन्छ नि त्यस्तो नहोस् सबैजनाको एउटा हक होस् हामी निडर भएर बाँच्न पाऊँ त्यसको लागि सरकार पनि अकाउन्टेबल हुनु पर्यो एटलिस्ट यस्तो बेला 3 वर्ष भनेको त अति भएन र अति भएन यस्तो बेला बालेनले केही भन्दा भए र मलाई चाहिँ त्यही लाग्छ है ऊ त प्राइम मिनिस्टर होइन र उहाँ त प्राइम मिनिस्टर होइन र हि कुड हेभ सेड समथिङ केही त भन्नु पर्थ्यो अनि त्यही नै हो सरकारहरू अझै अहिले त सरकार के लाग्छ मलाई थाहा छैन त्यही पनि तर खै मलाई चाहिँ कस्तो के हो जस्तो लाग्छ हामीले चुज पनि बेटर क्यान्डिडेट्स भएरै चुज गरायो हो त जस्तो लाग्छ क्या केपी ओली उहाँहरू त कस्तो कस्तो हुनुहुन्थ्यो नि त अब हामीसँग अप्सनै भएन के अनेस्टली भन्नुपर्दाखेरि नेपाल डेभलप नै छैन के छैन डेभलप छोरी मान्छे मात्रै चाहिँ किन बलात्कृत भइरहेछन् नेपालमा होइन बाहिर त छोरा मान्छे पनि भयो भन्छन् होइन नेपालमा चाहिँ किन छोरी मान्छे मात्रै बलात्कृत भइरहेछन् के स्पेसल के हुन्छ लेडिजहरूमा हेर्नु यसमा छोरीहरूको त केही पनि नै गल्ती छैन कस्तो पनि हो भने मेबी हजुरहरूले जब संस्कार दिनुहुन्छ मेबी त्यति बेला नै छोरालाई पनि सम्झाउनु पर्यो हेर छोरा जस्तो छोरीहरूलाई त अगाडि नै सजग गरिन्छ नि मलाई त सानैदेखि सजग गराएको थियो नि होइन राति हिँड्नु हुँदैन होइन नचिनेको मान्छेसँग बोल्नु हुँदैन होइन त्यस्तै छोराहरूलाई पनि सम्झाउनु पर्यो हेर छोरा तैँले आफ्नो आफूलाई कन्ट्रोल गर्नु पर्यो एउटा मानव भएपछि मानव जस्तै हुनु पर्यो जनावर जस्तो जनावर राम्रो हुनुपर्छ जनावर राम्रो हुन्छ एटलिस्ट हो कि नभन्नु न त्यो त्यही हो एउटा फ्यामिलीबाट पनि सुरु हुनुपर्छ एउटा फ्यामिलीले पनि कस्तो खाले डेभलप गर्नुपर्छ भने छोरा र छोरीलाई यस्तोको बारेमा एजुकेट गराउनुपर्छ होइन छोरीले मात्रै डर भएर होइन ओके वी हेभ टु टेक प्रिकसन्स होइन तर त्यो भन्दैमा छोराहरूलाई पनि त सिकाउनु पर्यो हामीले छोराहरूलाई पनि त टिच गर्नु पर्यो हो कि होइन तैँले यस्तो गर्नु हुँदैन यस्तो गर्नु भनेको अपराध हो अनि जब आफ्नो छोराले यस्तो घिनलाग्दो हरकत गरेको छ भनेर पेरेन्ट्सलाई थाहा पाइन्छ नि तब पेरेन्ट्सले पनि होइन यु डोन्ट डिजर्भ टु लिभ हियर तिमीले सजाय पाउनुपर्छ भनेर पेरेन्ट्सले पनि त्यही अनुसारले उसलाई त्यो सजाय दिन ऊ गर्नुपर्छ कि आफूलाई प्रोटेक्ट गर्नु हुँदैन कि जस्तो अब यो गरिमा चौधरीको यो रेपपछि बलात्कार अघि आँखा झिकेको होइन पोलेको एउटा त्यो सुन्दै दर्दनाक कुरा उहाँको बाबा मम्मीको चित्कार छुट्टै आफ्नै ठाउँमा छँदैछ एक किसिमले देशैभरि आन्दोलित पनि छन् 12 त तनावग्रस्त पनि छ अब यसको कन्क्लुजन निष्कर्ष चाहिँ के हुन्छ यसको निष्कर्ष चाहिँ के हो भन्दाखेरि सरकारले न्याय दिनु पर्यो तपाईँ आफै भन्नु न इन्साफको बेला एटलिस्ट कस्तो छ भने न्याय फितलो त्यही त भएको हो नि सजाय नदिएकै त हो नि किनभने निर्मला हत्याकाण्ड कहिले कति वर्ष अगाडिको हो म त्यति बेला मेबी 6-7 क्लासमा थिएँ होला त्यति बेलादेखि आएको कुरा होइन अहिलेसम्म सल्भ भएको छैन म अहिले 12 सकेर के भइसक्यो होइन तर अहिलेसम्म सल्भ भएको छैन भनेपछि यहाँबाटै हामी देख्न सक्छौँ नि कतिसम्म हाम्रो सरकार फितलो छ भनेर हामीले देख्न सक्दैनौँ त भनेपछि त्यही हो सरकारले सुशासन गर्नु पर्यो उसले एकदमै कडाभन्दा कडा सजाय गर्नु पर्यो कडाभन्दा कडा सजाय भयो भने त डर हुन्छ नि मान्छे त जनावर जस्तो भइसक्यो अहिले त्यो कसरी सक्यो त्यो 16 वर्षले त्यो 3 वर्षलाई त्यस्तो गर्न भन्नु न उसलाई डर नभएर त हो नि होइन मान्छेमा त्रास भएर त हामी यो गर्नुहुन्न भन्ने हुन्छ नि उसँग त्रास थिएन डर भएन सरकार फितालो भयो के नै गर्छ र नेपाल त हो नि दिस इज नेपाल भन्ने हो नि त त्यही भएर हामी पनि डरमै जिइरहेछौँ र यो भनेको एकदमै डरमै जिइरहेको छु मलाई पनि हेरेसमेन्ट भयो हो 18 इयर्स भयो भन्दै गर्दा अब जिन्दगी लामो छ होइन यो डर त्रास लिएर कहिलेसम्म बाँच्ने भन्ने कुरा होला नि फेरि यस्तो हजुर त्यही नै हो अब के चाहिँ भयो भने हामीले चाहिँ दुईटै कुरा साइमल्टेनियसली सिकाउनुपर्छ गर्ल्सलाई पनि हाउ टु सेल्फ डिफेन्स होइन कसरी डिफेन्ड गर्ने आफूलाई त्यो सिकाउनुपर्छ बोइजलाई पनि गुड टिचिङ सिकाउनुपर्छ त्यही नै हो अब हेर्नु मलाई पनि मन थिएन कोही मान्छेलाई नै मन हुन्छ र म डरमा जाउँ भनेर एउटा त्यो भन्दैमा म डराएर ओ माई गड भनेर पनि होइन तर
डर त अभियसली छ नि त। मलाई बसमा अब अहिले मलाई बसमा बस्दाखेरि कोही मैले लाइक मेरो साइडमा कोही केटा मान्छे बस्नुभयो भने मलाई अर्को डर भइहाल्छ, किनभने मैले त्यति बेला ट्रस्ट गरेको थिएँ नि त मेरो साइडमा बस्ने मान्छे, उहाँ त राम्रै अङ्कल होला भनेर मैले सोचेको थिएँ नि त। तर उहाँ त्यस्तो हुनु भएन। अब त्यही नै हो। गरिमा चौधरीको अब जुन दुःखद निधन भयो, एक किसिमले बलात्कारपछि हत्या भयो होइन, उहाँको त स्वर्गमा पनि बास होस्, उहाँलाई अब न्याय पनि चाँडोभन्दा चाँडो मिलोस्। उहाँको बाबा मम्मी फ्यामिलीलाई कसरी मिस गर्ने अन्तिममा? म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भने म त निशब्द छु होला, किनभने उहाँहरूले आफ्नो एउटा छोरी गुमाउनु भएको छ, एउटा सन्तान गुमाउनु भएको छ। के सपनाहरू सजाएर यो छोरीले मेरो छोरीले यो बन्ला, मेरो छोरी यस्तो होली, मेरो छोरी ठुलो भएपछि यस्तो भएको म हेर्छु होला, अब अर्को बर्थडे यसरी मनाउने होला, तिमीलाई म त्यो फन पार्कमा यसरी खेलाउँछु होला भनेर सानो सानो सपनाहरूको महल बनाउँदै कति सपना सजाउनु भएको होला। म के नै भन्न सक्छु होला र म के भन्न सक्छु भने आइएम सो सरी द्याट ऊ नेपालमा जन्म्यो। आइएम सो सरी द्याट हजुरहरू एउटा नेपालको सिटिजन हो। प्लिज 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 सरकारले चाहिँ एकदमै कडा सजाय दिएको भए हुन्थ्यो, एकदमै कडा सजाय दिए हुन्थ्यो र एटलिस्ट त्यो भयो भने चाहिँ उहाँहरूको मन राहत हुन्छ होला कि, किनभने त्यो एम्प्टीनेस त जहिलेको लागि हुन्छ नि त एउटा छोरी नभएको। म चाहिँ के भन्न चाहन्छु भने आफूलाई बलियो राख्नुहोस्। अब प्रधानमन्त्री र गृहमन्त्रीलाई केही सन्देश छ तपाईँको? त्यही हो, प्लिज बी अकाउन्टेबल। हजुरको छोरी भए भए हजुर यस्तो गर्नुहुन्थ्यो होला त? हुँदैन थियो नि त। मतलब अकाउन्टेबल भन्नु, हजुर हामीले हजुरलाई विश्वास गरेर हजुर यो स्थानमा हुनुहुन्छ नि त अहिले। हजुर त एउटा राज्यको प्रधानमन्त्री पो हो त, गृहमन्त्री पो हो त। हजुरले जे सक्नुहुन्छ गर्न ताकि यो फ्युचरमा पनि यस्तो केसेस कहिले नआओस्, प्लिज त्यस्तो गर्नुहोस्। उसले न्याय पाउनै पर्छ। त्यो 3 वर्षको बच्चाले बिचरा उसलाई के फिल भयो होला जब ऊमा त्यस्तो भइरहेको थियो असल्ट, जब उसको आँखा निकालियो, जब त्यो 3 वर्षको बच्चा सोच्नु न। त्यही भएर प्लिज तपाईँहरूको आफ्नै बच्चा नै त हो नि होइन र? मेरो नेपाली ऊ मेरो आफ्नै बहिनी हो होइन र? त्यही भएर प्लिज 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 रियलमै साँच्ची नै आफ्नै बच्चा ठानेर नै यो केसलाई ह्यान्डल गर्नु होला र हामीलाई साँच्ची नै न्याय चाहिएको छ। थ्याङ्क यू सो मच।